एआईले अहिले रिल्स होस् भिडियो होस् तपाईले जस्तो चाहनुहुन्छ त्यस्तै बनाएर दिएको छ। कति खुसीको कुरा है। हामीले चाहनु मात्र पर्छ। यस्तो यस्तो भनिसकेपछि उसले जस्तो चाहनुहुन्छ त्यस्तै दिएका छन् मेटाले, हैन त। तर एउटा कुरो हामीले याद गर्नुपर्ने कुरा के छ भनेदेखि मेटाले के चाहन्छ? अर्गानिक, हैन त। हो, मेटाबाट बनाएर हामीले एआईबाट बनाएर हाम्रो फोटो पनि राम्रो आएको छ, रिल्स पनि भिडियो पनि राम्रो आएको छ। हो, हाम्रा फलोअर्स साथी नन फलोअर्सहरूले पनि धेरै मन पराउनु भएको छ। लाइक कमेन्ट भ्यूज पनि राम्रो आएको छ। तर त्यसमा ध्यान दिनुपर्ने कुरो के छ भने तपाई एकजना मालिक हुनुहुन्छ। तपाईको कामदारले जति नै राम्रो काम गरेर दिए तापनि काम गरे तापनि तपाई मालिक नै हो। कामदार कहिले पनि मालिक हुन सक्दैन। ठीक त्यसरी नै मैले भन्न खोजेको मेटालाई हामीले जे भन्यौ एआईले जे भन्यो त्यही बनाएर दिएको छ। तर फेसबुकले के चाहन्छ? अर्गानिक होइन। उताबाट लिनुहोस्, मैले उताको विरोध गरेको होइन, नलिनुहोस् भनेको होइन, बनाउनुहोस्। तर आफ्नो सत्यता जुन अर्गानिक छ नि त्यो अर्गानिक कहिले पनि नबिर्सिनुहोस्। हमेशा अर्गानिकमै रहेर काम गर्नुहोस्। भोलिको दिनमा बिर्सिनुहुन्छ त्यतापट्टि बानी बिग्रिन्छ। धेरै कामदारले काम गरिदियो भनेदेखि ठीक त्यसरी नै सुरुमा हामीलाई मेटाले जुन ट्याक्स पोस्ट गर्न भन्यो त्यो हामी गर्थ्यौं। त्यसमा धेरैको प्रोफाइल इस्युदेखि लिएर हरेक इस्यु आयो। कोही रोएर बसे, कोही रुन सकेनन्। कसैको राम्रो भयो, कसैको नराम्रो भयो। ट्याक्स पोस्टले निकै हत्तु दिएको छ, तपाईहरुलाई थाहा छ। र अहिले ठिकै छ। मैले भन्न खोजेको त्यो पनि ओरिजिनल हो। मेटाले जहिले पनि ओरिजिनल खोज्छ र ओरिजिनलले आफ्नो भोइसमा आफूले नै बोलेर आफूले पोस्ट गर्दा पनि कोही बेला मोनेटाइज इस्यु, प्रोफाइल इस्यु, कपिराइट इस्यु विभिन्न देखाएको छ। त्यो किन देखायो त? तपाई हामीले सोच्नुपर्ने कुरा हो। आफ्नो भोइसमा कुनै म्युजिक हालेको छैन त्यो पनि कपिराइट इस्यु आउँछ भने हो, त्यहाँ पनि हुन सक्ला हामीले बोल्दाखेरि कतिपय वर्डहरू नराम्रो बोलेको थियौं कि त्यसैले आयो। मैले उता दोष दिएको होइन, हामीमै पनि दोष हुन सक्छ। त्यसैले हरेक कुरामा विचार गर्नुपर्छ। विचार गरेर अघि बढ्नुपर्छ। एआईले धेरै सहुलियत दिएको छ, भने जस्तै सुविधा दिएको छ। हामीले गर्नु पनि पर्छ। बीचबीचमा गर्नुहोस्। मेरो भनाइ त्यही नै हो। आफ्नो ओरिजिनलिटी नछोड्नु होला। र अन्तमा के भन्दैछु भने तपाईहरुले एआईबाट रिल्स भिडियो फोटो बनाउनु हुँदैछ भने यो माथिको छ नि एआई लेभल अन गर्नु भएको छ, अन गर्नु होला। नत्र भने भोलि तपाईको प्रोफाइल होस् या आईडी होस् विभिन्न इस्यु आउन सक्छ। त्यसैले अन गरेर राख्नु। धन्यवाद। खुसी रहनुहोस्, साथ